त्यो सामान चाहिँ तपाईको घरको छेउबाट यहाँ शङ्खमुलको यताबाट आउँदा उता नयाँ मान्छर अब उताबाट आएको शङ्खमुल यताबाट आउँदा बब्रमनको रोडमा यो मलाई डेलिभरी परेको थियो। अब न रिसिभरले फोन उठाउँछ न पठाउने मान्छेले फोन उठाउँछ। एकचोटि उठाएर म भनिदिन्छु भन्नुभयो। यहाँ लोकेसनमा नि हाम्रो पसल भनेर देखाएको थिएँ मैले, तर रिसेन्टली अहिले मैले यत्रो पसल हेरेँ यहाँ हाम्रो पसल भनेर नाम गरेको पसल पनि छैन हैन। अब सायद यो सामान मसँग जान्छ, मलाई डेलिभरी चार्ज पनि पाएको छैन, रिसिभ गर्नेले दिन्छु भन्नुभएको थियो। अब मेरो धेरै टाइम लस भइसक्यो यहाँ आएर म विदिन 20 to 25 मिनट्स भइसक्यो यहाँ कुरेको। प्लिज 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 कस्टमर्सहरू यस्तो नगरिदिनु होला, हाम्रो टाइमको पनि भ्यालु गरिदिनु होला तपाईँहरूले हैन। यसो गर्नु हुँदा एकदम गाह्रो पर्छ। अब म यो सामान लिएर चाहिँ जाँदैछु, तपाईँहरूले कम्प्लेन गर्नुभयो भने म पनि त्यो अनुसारको एक्सन लिन्छु। र अब म यो सामान कतिखेर तपाईँकोमा ब्याक लिएर आउँछु भने यो सामान जहिले तपाईँले फोन गर्नुहुन्छ मलाई तब लिएर आउँछु। सँगसँगै जाने भयो। मैले रिसिभरलाई नि फोन गरेँ भएन, मलाई जसले पठाउनु भएको थियो त्यो दाइलाई पनि फोन गरेँ, मेरो फोन उठाउनै भएन दुईजनाले। मेरो चाहिँ अर्को राइड रिक्वेस्ट उठिसकेको छ। मैले चाहिँ सक्दो यो सामान पुर्याउन सकौँ भनेर नजिकको 2 किलोमिटरको मात्र राइडको उठाएको छु। लेट्स सी होप फोन आउँछ कि आउँदैन उहाँहरूको। यस्तो गरेपछि कहाँबाट हुन्छ? यस्तो गरेपछि हामीलाई पनि दुःख, तपाईँलाई पनि दुःख। अब मैले यो कुन आधारले पैसा लिने तपाईँहरूसँग? म लगभग 25-30 मिनट कुरेको तपाईँलाई पैसा एड गरेर लिने कि कसरी लिने, या फेरि फर्केर आउनुपर्छ कसरी लिने हो आई डोन्ट नो है। ओके गाइज, आफ्टर दिस यो अहिलेको पछि होइन मैले त्यो मान्छेलाई 2 किलोमिटर पुऱ्याएँ यता शङ्खमुलबाट। अघि म त्यो ठाउँमा थिएँ भने अब अहिले चाहिँ त्यो मान्छे पुऱ्याएर आएर म यो ठाउँमा छु, यतापट्टि त्यही पसलको छेउमा आएर बसेको छु। मैले उहाँले मलाई फोन गर्नुभयो पछि, अनि के भन्नुभयो, तपाईँले मेरो सामान ल्याइदिनु भयो? मैले त सिधै भनिदिएँ अब यो हजुरहरूलाई भने जस्तै 25 मिनट मैले वेट गरेको छु, तपाईँले मलाई बढी पे गर्नुपर्छ कति भन्नुभयो। अब सेम सामान डबल ड्रप गर्दाखेरि उताबाट यताबाट आउँदा मैले 150 भनेँ अन्दाजी। मैले के सोचेँ उहाँले बुझ्नुहुन्छ होला भनेर होइन, तर उहाँले मलाई के लाल्छ नलाउनु भयो भने म नराम्ररी बोलेँ अरे। अफकोर्स मलाई त प्रेसर हाई भइहाल्छ नि, हुँदैन? 25 मिनट कुरेर बस्नु परेको छ। कस्टमर इज गट आइनो होइन, तर यतिसम्म पनि होइन कि मैले उहाँलाई न मुख छाडेको छु न गाली गरेको छु। मैले 150 को डिमान्ड गर्ने बित्तिकै उहाँको प्रेसर हाई भयो क्या। अब मेरो प्रेसर हाई भयो भन्नु पऱ्यो नि त यहाँ पनि। अनि उहाँले सामान मैले पे गरिसकेपछि म लिदिनँ होला त, लिदिनँ होला, 1 करोड लाग्नु भयो कि। मैले भने मेरो 80 रुपियाँको कुरा हो, मलाई तपाईँको सामानसँग मतलबको कुरा होइन। 80 रुपियाँमा मैले 150 मलाई दिनुहुन्छ कि दिनुहुन्न भनेर भन्दा उहाँले दिन्छु पनि भन्नु भएन, दिन्न पनि भन्नु भएन है। अब म उहाँलाई फोन गरेर बोलाउँदैछु, उहाँसँग मेरो धेरै डिस्कस परिसक्यो, मलाई दिक्क लाग्यो। यो भिडियो मार्फत म सबैलाई के भन्न चाहन्छु भने तपाईँहरूले कुरियर गर्नुहुन्छ नि त्यो अफकोर्स हामीलाई थाहा छ। म पहिला डेलिभरी गर्थेँ 9 मन्थ्स है। तपाईँलाई सामान तपाईँको अन द वे आउँदै चाहिँ फोन गरेर भनेको हुन्छ क्या तपाईँको सामान आउँदैछ भनेर। अनि म त्यहाँबाट यहाँ आइपुग्दा मलाई जम्मा 11 मिनट्स लाग्यो, धेरै लाग्यो होइन। अनि अहिले त्यो मान्छे पुऱ्याएर आउँदाखेरि पनि मलाई जम्मा 8-9 मिनट लाग्यो, धेरै लागेन होइन। तर मेरो यहाँ वेटिङ चाहिँ धेरै लाग्यो हो। अब के भन्ने, यस्तै छ मान्छेहरू है। अब लेट्स सी उहाँ आउनुहुन्छ के भन्नुहुन्छ हेरौँ है त। उहाँले नआउँदै हुनुहुन्छ, उहाँले दिएको जवाबहरू मैले साँच्चै भन्न बिर्सेछु हजुरहरूलाई। उहाँले के भन्नु भने मेरो काम भएर फोन नउठायो भन्नुभयो क्या। अनि त्यो सर र मेरो चाहिँ कल उहाँको मोबाइलमा जुधेर अरे बिजी भनेको अरे। आई डोन्ट नो एबाउट द नेटवर्क होइन, जुधेर बिजी त 1-2 चोटि मात्र भएको थियो। कल चाहिँ फुल रिङ धेरैचोटि नै गएको, मिस कल होइन मेरोबाट भनेर मैले भनेको छु। अब उहाँ आउनुहुन्छ, के गर्नुहुन्छ, के भन्नुहुन्छ, पैसा दिनुहुन्छ कि हुँदैन, या 80 रुपियाँ मात्रै मुखमा फालेर जानुहुन्छ कि लेट्स सी। अब उहाँको अहिले बुझ्दाखेरि लोकेसन पनि रङ रहेछ गाइज है। ग्लोबल एकाडेमीतिर बोलाउनु भएको छ, यहाँ उकालो चढेर नयाँ भान्सरको बाटो। के गर्नुहुन्छ? ओरोदोरो कुरेको पैसा पठाउनु भयो? ए अर्कै पठाइदिनु भयो, थपेर पठाइदिनु भएको छ पैसा? 120 पनि ठिक छ। अब के गर्नु, भनेको कुरा आफै मिस्टेक के फोन उठाएन, मेरो काम पर्छ भन्नुहुन्छ। हामी काममै हिँड्ने हुन्छ क्या नानी होइन। 25 मिनटमा मैले लगभग 100-150 को पैसा कमाइसक्छु नि त। ओके ल ठिक छ बहिनी। फेरि मैले पनि नराम्रो बोल्यो भन्छ हामी। हस् वेलकम वेलकम ल। एनिवेज गाइज उहाँ चाहिँ आउनु भएन, सायद उहाँलाई अलिकति अप्ठ्यारो लाग्यो होला। ठिक छ, मैले चाहेर एग्रेसिभ भएको होइन गाइज है।
यहाँ हाम्रो कामै त्यस्तै छ। मैले धेरैलाई देखेको छु अन द वे अन द रोड होइन। हामीलाई कति पीडा हुन्छ घामले हेलमेट लाउँदाखेरि। झन् यस्तै कस्टमर्सहरूको ल्याङ तनाव, एउटा टार्गेट लिएर हिँड्या हुन्छ दिनभरि, म यति कमाउँछु आज यति गर्छु भनेर। यस्तो कुराहरूले गर्दा हामीलाई समय लाग्ने गर्छ। ल ठिकै छ, उहाँले 80को राइडमा मैले मेरो हिसाबले थपेर पठाउँछु, अन्तिममा मलाई भन्नै भएको थियो, नभन्दै 120 रुपिस चाहिँ दिनुभयो। ठिकै छ, मलाई त अझ के सोचिरहेको थिएँ भने यदि उहाँ आउनुभयो भने ल्याङ गर्नु भने फ्री फर यु, त्यो 80 रुपियाँ पनि नदिनु भन्दा लाग्थ्यो मैले त। लिटरली गाइज दिन्छौँ हामी राइडर हो, हाम्रो ठुलो मन हुन्छ। मैले आँखा नदेख्ने अनि त्यो यस्तो व्यक्तिहरू, अपाङ्ग व्यक्तिहरू जो खुट्टाको प्रब्लम हुन्छ के हुन्छ होइन, उहाँहरूलाई मैले म्याक्सिमम् धेरैचोटि स्टुडेन्ट्सहरूलाई डिस्काउन्ट्स, अनि यहाँ गाडी आयो कि त्यही भएर घुमाएको, अनि धेरै कुराहरू मैले छोडिदिएको छु। 1-2 राइड पहिला जब राइड एकदम राम्रो काम हुन्थ्यो, अहिले चाहिँ अलिकति गाह्रो छ हामीलाई। त्यही भएर पनि अलिकति अग्रेसिभ मुड पनि त्यही भएर भएको होला जस्तो पनि लाग्छ है गाइज। हजुरहरू चाहिँ सम्हालेर काम गर्नु सक्दो त, कस्टमरलाई हामीले यस्तो गर्नै नपरोस् भन्नै नपरोस्। हाम्रो पनि काम हो, थाहा छ। विभिन्न पेसामा आबद्ध भयो हुँदा नि त्यही सिकाउँथ्यो हामीलाई, कस्टमर इज गड होइन। मेरो लागि हो नै उहाँ। झन् छोरी मान्छेसँग त पटक्कै बाज्नै मन लाग्दैन है, आफू पनि मैला भएर होला। ल वेल उहाँ आएको भए चाहिँ अलिक चर्काचर्की हुन्थ्यो होला, आउनु भएन। इन्टेलिजेन्ट नै हुनुहुँदो रहेछ। म त तपाईँ कस्तो मेरो पीडा नबुझ्ने भनेर मैले एकचोटि भनिदिएको थिएँ, त्यो भएर पनि उहाँलाई मन दुख्यो होला। ओके, त्यही हो। राइडर्सहरूको व्यथा पनि बोक्दिनँ कस्टमर्सहरू प्लिज। अनि बाँकी राइडर साथीहरू पनि पहिला कन्फर्म गरेर हिँड्ने गर्नु, मैले जस्तो गल्ती नगर्नु। अब हरेक मान्छेले कन्फर्म गरेकै हुन्थ्यो, यही मान्छेले कन्फर्म गरेर हिँड्छ, त्यसको के लाग्छ। सेफ राइड।